What's up guys? स्वागत छ मेरो न्यू भिडियोमा न। चाहिँ 4 बजिसक्यो हैन अनि म चाहिँ भर्खर स्कुलदेखि आएको के भर्खर स्कुलदेखि आएर हात खुट्टा धोएर अनि ड्रेस पनि भर्खर फेरे। यहाँ चाहिँ अहिले हाम्रो मम्मी कपडा धुँदै हुनुहुन्छ अनि यहाँ चाहिँ पापाले अहिले तरकारीहरु रोप्नु भयो। हाम्रो मुनिस ग्याङहरु हिन। मुनिस ग्याङ के आएको तिमीले? अनि म चाहिँ हाम्रो ठुलो मुनि हिन। गाइज अनि आजकाइज चाहिँ आज नि घर हुनुहुन्न हैन। आजकाइज चाहिँ बर्थडेमा जानु भयो दिदीको घर अनि म चाहिँ आज नि घर आएको मलाई लादै लादैन यार गाइज यार म के भन्नु यार। तर के गर्ने गाइज अब चाहिँ म घर रोइला हान्छु न दामी तरिकाले अनि सुरुमा चाहिँ मैले अब सबैको लागि चिया पकाउँछु। ल गाइज फाइनली चिया नि पाएको हैन अनि अब चाहिँ म चिया खान्छु अनि चिया खाएपछि चाहिँ म आफ्नो होमवर्कहरु गर्छु। ल गाइज चिया पनि भइयो न अनि अझ कस्तो भोक लाग्यो थियो र अब चाहिँ म सबैको लागि चटपट बनाइदिन्छु हैन दामीवाला। मा चाहिँ हामीले एउटा पार्टी लिन्छ मन गाइज ठुलोवाला अनि यसपछि चाहिँ हामीले हाल्छौँ डालमोट। अनि बाइ द वेमा चाहिँ चाउचाउ र डालमोट सँगै हो न अनि त्यसपछि चाहिँ हामीले हाल्छौँ टमाटर यहाँ चुले सिधै हल्का काटेर अनि त्यसपछि हामीले हाल्छौँ प्याज नि हाल्दिए त्यसपछि हल्का कागती हल्का जति बल्ल बल्ल जसो तसो निचोडेर हल्का जति त हाल्दिए के रे भन्दा धेरै मेरो हातमा लाग्यो गाइस कागती अनि हल्का जति तेल हामीले यसलाई मोल्दिन्छ मन हल्का यस्तो देखियो। भुजा बिनाको चाउचाउ गाइस भुजै हैन भुजा भ्याइ रहेछ यहाँ मेरो च्यानल भ्लगिङको के कुकिङको गाइस मलाई थाहा भएन। लगाएर अब आफूले बनाएको त हल्का टेस्ट गर्न त मिठो गाइस गाइस लास्टै मिठो गाइस। ल गाइस खानापिना पनि खाइयो न अनि चाहिँ झ्याउ लाग्यो मतलब गर्नलाई केही नि हैन अनि कन्टेन्टको कमी नि हो गाइस। त्यो अब चाहिँ म साइकल राइड हान्न जान्छु न मेरो हायाबुसा लिएर। ल गाइस साइकल लिएर त निक्लिए अनि तर जाने कहाँ मलाई थाहा भएन गाइस। आज चाहिँ म आफ्नो साथीको घर जाँदै भन अब फाइनली गाइस आलोक दोस्त पनि आएन न। ल गाइस अब चाहिँ आलोक र हामी हिँडिसक्यौँ भन दामी तरिकाले। ल आलोक दोस्त कहाँ जाने त नि? ल गाइस चाहिँ हामी यतिकै साइकल मात्र चलाएर भन कहाँ जाने हामीलाई पनि थाहा छैन। ल गाइस चाहिँ हामी कुन ठाउँमा मलाई पनि थाहा छैन न गाइस। अति सोमले फोनै छोप्न सकेर मन छोपिरहेको यहाँ चाहिँ कुकुरले बाटोमा दिइरह। ओइ के को रुख हो बे हो पहिला थिएन है सोम दोस्त चाहिँ यहाँ कुदाउ यसरी पोर भिडियो बनाउँ कहिले चाहिँ हामी यताको बाटोमा खाम न हामी गगन भाइको घरतिर जान भन। लगा जल चाहिँ हामी आफ्नो अर्को साथीको घरतिर जान लाम न धेरै टाढा गएन गाइस यही हो गाउँतिर नै गम चाहिँ हाम्रो आलोक दोस्त छन् अहिले राजकुमार बनिरहन हैन एमआरबी बन्दिरहन। ओ नाइस ल यहाँको बाटो चाहिँ दामी लाग्यो क्या गाइजहरु हैन मलाई चाहिँ। ल गाइस यस्तो बाटोमा कुदाउन चाहिँ मजा आउँछ न तर त्यस्तो चाहिँ कुदाउन नि हुन्न हैन हल्का फुल्का ज्ञान पेल्देको के मलाई चाहिँ भर्खरै म चाहिँ आलोक दाइ चाहिँ हल्का हायाबुसा हालेर हिँड्यो न आफ्नो पनि हैट हुन्छ। आज चाहिँ हामी सगरमाथा स्कुल थियौँ भन साइकल अड्डाएर बस्यो आलुको सार केटी जिस्काउन बसी झैला हावे आइब जिस्काउँथ्यौ र थाहै त्यस्तै हिँड्छ यार तिमीलाई त हेर्छ नि यार हामीलाई चाहिँ हेर्दैन यार गाइज यार। लगा जल चाहिँ रात पनि हुन लाग्यो न अनि होमवर्क पनि गर्न हल्का फुल्का अनि त्यही भएर अब चाहिँ हामी घर चल्दिन्छौँ जाऊँ न त हामी घरतिर हिँडेर आमा न अनि मसँग चाहिँ बोल्न चाहिँ त्यस्तो केही नि होइन तर भ्लग चाहिँ हल्का लामो बनाउन पर्यो होइन त्यो भएर चाहिँ अब मैले हाम्रो स्कुलको हल्का फुल्का के भनिदिन्छु होइन मलाई र आलोकले। आज चाहिँ हाम्रो स्कुलमा कोरियनहरू आएको थियो होइन कोरियन हो कि को हो र खै तिमी पछाडि क्यामेरामा देखियो कि देखेन थाहा भएन तर देख्यो होला सायद के हान्देऊ न त आलोक दोस्त के हुन्छ र मलाई भ्लग गराऊ भने भ्लग गराउँदा नदेखाउने रे भाइ मेरो च्यानल हेर्छौ। ल गाइस आलोक दोस्त गएन न अब चाहिँ म पनि आफ्नो घर जान्छु अनि होमवर्क पनि गर्न गाइस अझ हल्का राति पनि हुन लाग्यो अनि चाहिँ अब म आफ्नो घर चल्दियो फाइनली घर पनि आएन म चाहिँ अनि म चाहिँ अब आफ्नो होमवर्क गर्छु। फाइनली गाइस अझ चाहिँ मम्मीले खाना पनि पकाउँदै हुनुहुन्छ अनि यहाँ चाहिँ कराईमा माटो नि लगाइदिनु भयो। ल गाइस अहिले नि हल्का फुल्का टाइमहरू त होइन मतलब होमवर्क पनि भइयो अनि अहिले चाहिँ गर्नलाई केही पनि छैन त्यहाँबाट चाहिँ अब म आफ्नो बाँकी रहेको ड्रइङहरू गर्छु। दिदी पनि हुनुहुन्छ
मम्मीले तरकारी नि पकाउँदै हुनुहुन्छ होइन मम्मी के हो सोयाबिन र प्याज चाहिँ त्यहाँ छ आलु रहेछ सोयाबिन र आलु गाइस फाइनली गाइस आज डिनर पनि एन्ड भयो होइन आज मैले खाना पनि खाइसकेँ अनि म चाहिँ यो भ्लगलाई एन्ड गर्छु हजुरलाई राम्रो लाग्यो लाइक गर्नु होला च्यानल बनाउनु चाहिँ सब्सक्राइब गर्नु होला म आउँछु अर्को भिडियोमा अहिलेको लागि गुड बाई Yummy, 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 yummy meal time. Yummy, Subscribe to my channel.